हेलो गाइज वेलकम छ होइन मेरो यो मिनी भ्लगमा भनौँ न। सो म चाहिँ आनन्द पार्कमा छु अनि आज चाहिँ ईदको दिन चैत्र 7 गते ईदको दिन चाहिँ यहाँ पञ्चवटी पार्कमा चाहिँ खतरा मेला लागिरहेछ। दाइ ड्युटीमा हुनुहुन्छ, अब म चाहिँ भित्र भिजिट गराउँछु मान्छेहरू एकदम। यो चाहिँ नयाँ नयाँ पार्क, यता ठेलाहरू छ अनि आज ईदको दिन भएर धेरै प्याक छ क्या मान्छे, खतरा लागिरहेछ बजार मेला। अरू बेला चाहिँ यस्तो हुँदैन थियो होइन, आज चाहिँ ईदको दिन भएन होला। सो पार्कको मूल गेट चाहिँ हो पञ्चवटी पार्क चाहिँ। टिकट सिस्टम चाहिँ अहिले बनाएको छैन जस्तो लाग्यो, छैन त्यसो भएको। अनि दामी छ क्या, नयाँ भर्खर खोलेको पार्क हो। रातिको भ्यू मैले त्यो पनि एडिट गरेर लगाइदिउँला। ओ गाइस यो चाहिँ राति 12 बजेको इनोभाको भ्यू देख्न सक्नुहुन्छ। यो चाहिँ के अरे चोकनाथ महानन्द चोक हो यो चाहिँ होइन। सो पञ्चवटी पार्क हाम्रो झिलिमिली छ। यो रुखको बत्ती चाहिँ अहिले चाहिँ छैन रहेछ, मारेछ भनौँ न। सेन्टर पानी आयो दादा, यहाँ परी बनेर उड्नु आँटिराख्नु भएको हाम्रो। पंछी बनूं उड़ती फिरूं मस्त गगन में, आज मैं आजाद हूँ दुनिया। दिदी हुनुहुन्छ बहिनी, एकदम प्रकाश चलिरहेछ, एकदम राम्रो छ पार्क चाहिँ। फुलहरू पनि दामी दामी छ। सबैजना चाहिँ अब ईद मनाउनलाई चाहिँ आउनु भएको छ, ईद मनाउनलाई। यता यो पनि दामी छ, यहाँबाट यता चन्द्रमा छोटो सबै पार्कको सबै भ्यू चाहिँ यहाँबाट देखिन्छ भने डाँडाबाट। त्यही भएर सबैजना यहाँ झन्डा थियो, झन्डा चाहिँ पानीले भिजेछ क्या, भिजेर लत्रक्क परेछ। के बोले भाइ? अब के बोले के छ थाहा भाइ बोले? अनि फुलहरू हेर्नु, दामी दामी फुलहरू छ। यता दिदीहरू हुनुहुन्छ सबैजना आज ईद मनाउनलाई आउनु भएको छ। उता फोटो सेसन चल्दैछ ब्रोदरहरूको चाहिँ, दामी फोटो सेसन चलिरहेछ। सानो छ पार्क तर एकदम राम्रो छ क्या। यो इनरवाको चाहिँ यहाँ इनरवा लेखेको चाहिँ यहाँ छ मेन। एकदम सबै म भिजिट गराउँछु तपाईँहरूलाई हेर्नु होला। ल अन्त के छ र होइन? रमाइलो छ। यता चाहिँ बच्चाहरू खेल्न ठाउँ छ, बच्चाहरू सबैजना खेल्दैछ, रुँदै कराउँदै गरिरहेको छ क्या। पालो नआएर होला, पालो आएको छैन नि त, धेरै जान्छ पालो आइरहेको छैन क्या। यहाँ पनि म देखाउँछु हेर्नु होला। सबैजना खोसामार भइरहेछ क्या बच्चाहरू, सानोमा यस्तै हो। यो चाहिँ आज चाहिँ खुलेको छैन रहेछ, लाइनमा छ यहाँ पनि खेल्नलाई। रुमभित्र 10 वर्ष मुनिको बच्चाहरू मात्र भनेर लेखेको छ। पनि एकदम राम्रो छ। अस्तिसम्म चाहिँ खुलेको थियो, अहिले चाहिँ के भएर अहिले चाहिँ बन्द भएको रहेछ। हेर्नु है, मान्छे यस्तो भिड छ कि आज, पुरै मान्छे भिड छ। तर यो बारेमा फुल्ने फुल परेन क्या, अस्तिसम्म बन्द थियो, अब फुल्ने सिजन पनि भएर होला। रमाइलो देखिन्छ नि त। अब मौसम पनि सिमसिम पानी सिम परिरहेछ, मौसम पुरै धुम्मिरहेछ। घरतिर इटरतिर चाहिँ पानी आयो भन्ने थियो, ठुलै पानी आयो भने तर यहाँ चाहिँ छैन। जथाभावी नफाल्नु होला भनेर त्यसो सबैजनाले नियम पालना पनि गर्नुपर्छ है यहाँको सबैजनाले। टिकट काउन्टर चाहिँ देखाउनु बिर्छु, टिकट काउन्टर यहाँ छ। यहाँको मेरो जोडीहरूको देखाउने बिर्सेछु क्या। मोटु पत्लु हो नि त यहाँको मुख्य भाषाको चाहिँ, त्यो त देखाउनु बिर्सेछु। अब सबै घेरिरहेको छ क्या मान्छेले, त्यही भएर देखाउने। पत्लु चाहिँ यहाँ छ अनि मोटु यता छ। यो चाहिँ मेरै जोडी हो मोटु पत्लु चाहिँ। गेटमा भिड चाहिँ खतरा लागेको छ क्या।